हाई एभ्रिवान, सम्पूर्णमा नमस्ते भन्न चाहन्छु। ल हेर्नुहोस्, हामीले कुखुरा पाल्यौँ भने चाहिँ कुखुरा पाल्दाखेरि ल हामीले खाएर रहेको जुन खाना हुन्छ त्यो खानाहरू चाहिँ होइन यिनीहरूले खान्छ। बेनिफिट भनेको हाम्रो चाहिँ कुखुरा पाल्दा के हुन्छ भन्दा कुखुरा पाल्दाखेरि बेनिफिट भनेको एउटा आम्दानी पनि हुन्छ होइन, कुखुरा बेच्यौँ भने। अनि त्यसपछि फेरि अर्को कुरा चाहिँ यसले चाहिँ डिप्रेसनबाट हटाउँछ मान्छेलाई होइन, किनकि यिनीहरूको उसमा भुलिन्छ नि त। अनि त्यो भएको कारणले गर्दा डिप्रेसनबाट पनि हामी मुक्त हुन सक्छौँ होइन। घरमा केही घरपालुवा जनावरहरू पाल्यौँ भने त्यसैसँग भुलिन्छ नि त होइन। त्यो कुराहरू जुन डिप्रेसनमा पर्ने जुन कुराहरू छ त्यसलाई चाहिँ भुलिन्छ होइन। सो त्यस कारणले गर्दा हजुरहरूले पनि घरपालुवा जनावरहरू पाल्न सक्नुहुन्छ, केही चिज पनि के होइन। हामी अब कुकुर पाल्दाखेरि पनि हामीले कुकुरबाट चाहिँ केही यसलाई चाहिँ होइन सुसार गरिरहेको हुन्छौँ नि त, योसँग बोलिरहेको हुन्छौँ होइन। यो पनि साथी हो नि त एउटा। मेरो साथी चाहिँ यिनीहरू नै हो होइन। यिनीहरूलाई नि हेरेर दिन जान्छ होइन। यिनीहरूसँगै बोल्दाखेरि दिन जान्छ। मेरो साथी भनेकै यिनीहरू नै हो क्या।